हेलो एन्ड जय मसे एभ्रिवान। हामी चाहिँ गाडीमा बसिसकेका छौँ र मेरो साथमा हुनुहुन्छ हजुरहरूकै वर्षा लामा र हामी चाहिँ निग्रिम्स हस्पिटल पुगिसकेका छौँ। यो चाहिँ नर्थ इस्टको सबैभन्दा ठुलो हस्पिटल हो र हामी त सन्चै छौँ, तर हाम्रो साथी चाहिँ यहाँ एडमिट छ र उसलाई भेट्नको लागि चाहिँ हामी आएका छौँ। उसको चाहिँ अपरेसन छ अनि सुखमा त सबैले साथ दिँदछन्, तर दुःखको समयमा पनि हामी सधैँभरि एकअर्काको साथ दिनुपर्दछ। अनि इङ्ग्लिसमा एउटा कहावत छ नि, अ फ्रेन्ड इन निड इज अ फ्रेन्ड इन डिड। साँच्ची नै है, त्यही भएर हामी आएका छौँ। हामी उहाँलाई धेरै माया गर्छौँ। अनि तपाईँले देख्नु सक्नुहुन्छ यो निग्रिम्स हस्पिटल कति क्लिनिनेस मेन्टेन गरेको छ, हरेक कुरा असल तरिकाले बनाएको छ। हामी चाहिँ भित्रको रेकर्ड गर्न पाइनौँ, तर हामी प्रिस्क्रिप्सन बोकेर चाहिँ हामी केमिस्ट सपमा जाँदैछौँ उसको लागि दबाईहरू किन्नुको लागि। धेरै केमिस्ट सपहरूमा हेऱ्यौँ तर पाएनौँ है। हामी साथीको लागि यति त गर्न नै सक्छौँ। वचनले भन्दछ आफ्नो शत्रुलाई पनि आफैलाई चाहिँ प्रेम गर, तर उहाँ त हाम्रो साथी हो।